हस्बेन्ड आइपुग्नु भयो काठमाडौँबाट अनि हामी चाहिँ अब अनबक्सिङ गर्ने के लिएको छ हो। अनि मेरो चाहिँ म त काठमाडौँमा चाहिँ दिदी हुनुहुन्छ माइली दिदी। अनि माइली दिदीले चाहिँ के पठाउनु भएछ हौ काठमाडौँबाट हामी चाहिँ हेर्ने अब यहाँ भिडियो बनाएर हेर्ने हो। फर्स्टमा यो आएको छ है। यसमा चाहिँ के छ फर्स्टमा चाहिँ छ यो सुसीको हो। यो चाहिँ सुसीको है। यो आएको छ। अन्त के आएछ भने चाहिँ जेस्मिनको यो चाहिँ ग्रिन टी। हेर्नु ल राख त बहिनी 1 2 कति पठाउनु भएछ दिदीले 3 4 5 6 ला कति बेसी पठाउनु भएको। मैले दुईटा मात्रै पठाएको। 1 2 3 4 5 6 7 माइली दिदीले यो चाहिँ घरमा पापा र मामाको लागि। थ्याङ्क यू। यत्रो बेसी रहेछ। थ्याङ्क यू। अनि के पठाउनु भएछ यो हटपट यो पठाउनु भएछ। यो चकलेट यो इजली के पठाउनु भएछ ल आइसला। ए माइली दिदीले घरमा हामीलाई के तौरा 1 2 3 4 थ्याङ्क यू। यो पनि पठाउनु भएछ। यो पनि पठाउनु भएछ। यो चाहिँ यत्रो दिदी माइली दिदीले। थ्याङ्क यू नाना माइलीलाई। ए नेपालको मिठाई हो है। नेपालको मिठाई हाम्रो